दामी पेडल हानेर हामी चाहिँ गाइज हेलिप्याड आइसकेको छौँ। सबैजनालाई यस भिडियोबाट हामी हेलिप्याडबाट यस भिडियो मार्फत तपाईँहरूलाई स्वागत गर्दैछौँ आजको राइड भिडियोमा। सो यो चाहिँ हाम्रो ट्रेल हेडको टप एकदम फेमस ठाउँ है। एभ्री साइक्लिस्ट भनौँ न, सब साइक्लिस्टलाई थाहा छ आई थिङ्क यो स्पट चाहिँ यो लोकेसन चाहिँ। अनि काठमाडौँ यता यस्तो छ। सो अनि आजको राइडमा चाहिँ मसँग हुनुहुन्छ हाम्रो वान एन्ड ओन्ली राकेश दाई। मेरो भिडियोमा तपाईँलाई स्वागत छ। धेरै धन्यवाद। आजको राइडमा मेरो उहाँ चाहिँ के भन्छ अरे गेस्ट होइन, अतिथिज्यू हुनुहुन्छ। अतिथिको आसन ग्रहण गरिदिनु होला। धेरै धेरै धन्यवाद। हजुरको सानो परिचय? मेरो नाम चाहिँ राकेश लामा। हजुर होइन, अरू डिटेल भन्नुपर्छ पर्दैन होला। अनि साइकल कुदाएको कस्तो लागिरहेछ आजसम्म? साइकल चाहिँ अब पहिला चाहिँ कुदाइन्थ्यो सानो हुँदाखेरि कि रमाइलो लागि कुदाउँथ्यो नि सानोमा। पछि चाहिँ लेजी भयो, यसो कुदाइदिउँ भनेर कुदाएको खास चाहिँ। फेरि मेरो ब्याड ह्याबिट चाहिँ कस्तो भने केही कुरा मन पऱ्यो भने चाहिँ डेडिकेसन धेरै जाने कि। त्यसलाई त ब्याड ह्याबिट भन्नु हुँदैन, गुड ह्याबिट भन्नुपर्छ। होइन, साइकलमै मात्र होइन, जे कुरामा पनि क्या यसो ट्राई गरेर मन पऱ्यो भने चाहिँ अलिक डेडिकेसन धेरै भइदिने कि। अनि त्यही हो, र यसो उ गरौँ हात खुट्टा तन्कम भनेर कुदाएको राइडरै भइयो नि। रमाइलो भइरहेको छ। अलिकति यसो फिटनेस भनौँ न, अलिकति अल्छी नहुँ त्यस्तै टाइपले कुदाउँदै तपाईँलाई रमाइलो लाग्यो, मजा लाग्यो, माया बस्यो। खास चाहिँ आउटडोर एक्टिभिटिज मनपर्ने भएर चाहिँ है। ठिक मलाई फेरि रमाइलो पनि त छ साइकल हिँड्दै अनि यस्तो मजा, रिक्स पनि छ है। फेरि मैले अहिले चाहिँ साइक्लिङ गरिरहेको छु। टिनेजमा चाहिँ फेरि वाइल्ड बाइकिङ गरेँ क्या। बाइकिङ पनि आउँछ अब फेरि अब बाइकिङमा बाइकिङ आउँछ, म्युजिक आउँछ। लगभग मैले 16 इयर्स हुनेदेखि लगभग 25-27 चाहिँ वाइल्डै बाइक कुदाएँ। मजा आयो। अब त्यो अब फेरि कम्ब्याक टु विलको लभ अझै पनि जारी छ होइन। बिस्तारै सुरु हुनुहुन्छ फेरि। अब ठिक छ, दाजुको अब सुनिहाल्नु भयो होला सानो साइक्लिङ जर्नी। अनि तपाईँ आउँदो अपकमिङ राइडरहरूलाई के भन्न चाहनुहुन्छ? अपकमिङहरूलाई चाहिँ के सजेसन एउटा दिनु पऱ्यो भने दिनुहुन्छ? अब लाइक साइक्लिङमा क्या, साइक्लिङमा कतिलाई त अब थाहा पनि हुँदैन नि त। अब स्टार्ट चाहिँ गर कुदाउ भन्छु होइन। फर्स्टमा चाहिँ अब त्यही हो, अब स्कुल कलेज पढिरहेकोलाई फर्स्टमा एजुकेसन फर्स्ट भन्छु म चाहिँ। मजाले पढ, आउटडोर एक्टिभिटिज नि गर, इन्जोय गर, त्यो देखासिखी चाहिँ नगर भन्छु म। अलिकति फलो गर्दाखेरि चाहिँ अब कसलाई फलो गर्ने कसलाई फलो नगर्ने अब राइडर छुट्याउनु सकिहाल्छ नि होइन। अलिकति स्टडी गरेरै गर भन्छु म चाहिँ। अब टाइम पास रमाइलोको लागि हो भने ठिक छ, डेडिकेसन दिएर गर्ने भने चाहिँ अलिकति राम्रै राइडरहरूलाई फलो गर भन्छु होइन। घाइते भयो भने चाहिँ गाह्रो हुन्छ केटा, लाइफ इज टु लङ होइन। अनि अब वान मोर लास्ट क्वेसन दाइ, मलाई चाहिँ तपाईँको साइकल उता देखिरहेको छु, त्यसको बारेमा थोरै भनिदिनु न। यो चाहिँ मैले भर अपडेट गरेँ भनौँ न होइन। अनि त्यो चाहिँ त्योभन्दा अगाडि चाहिँ मेरो रेमेडी थियो, त्यो एडिक्सन नपुगेको भनौँ न। अनि त्यो अपडेट गरेको यो चाहिँ स्ल्यास इन्ड्युरो। अब यो चाहिँ हार्डकोर हान्नुपर्छ भनेर किने हो। अब अलिकति टाइम कन्डिसन मिलेको छैन, अब चाहिँ दह्रो हान्नुपर्छ साइकल। टु विल चाहिँ बबाले हान्ने अब। साइकल त गाइज कस्तो छ, सेक्सी नै छ नि होइन। अब यहाँ त भिडियोमा बबाल देख्दो रहेछ है साइकल त। ट्रेक स्ल्यास कति कुरा स्ल्यास 8 दामी देखेको यहाँबाट यस्तो भिडियोमा यस्तो बल देखिरहेको छ है। स्लो कस्तो देखेको छ भन्नु पर्ने। अब हार्डकोर हान्नुपर्छ। अब चाहिँ साइकलको जर्नीहरू, टु विलको जर्नी पछि अब एडभेन्चर चाहिँ अब चाहिँ बबाल सुरु हुन्छ बिस्तारै। अब थ्याङ्क यू सो मच दाइ तपाईँको ब्युटिफुल स्पिचको लागि धन्यवाद। अब हामी राइडतिर जानुपर्छ। माइक चेक, ट्रेल चेक, गोप्रो चेक। दिस इज द ट्रेल हेड। ओ जिमी दाइ, वाउ ला 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 ला। आमै नि त माफ पाऊँ हजुर। आउच, राम्रो काम गरेछ है। यस्तो काम गर्दैन हाम्रो। एकछिनबाट चाहिँ हाम्रो राकेश दाइलाई फलो गर्छु। हाम्रो
राइडर्सहरू चाहिँ धेरै नै जिमी समीर आफ्टर हेलिप्याडबाट चाहिँ जोइन हुनुभएको छ। उहाँहरूलाई स्वागत छ मेरो राइड भिडियोमा। वाह 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 आज ग्लभ्स नलाएको ल राकेश दाइले वेट गर्नुपर्छ यहाँबाट चाहिँ। सरी यसो 1 लिटर खुस्किदिएर ल है अब ह्यान्डल बारको फाइदा चाहिँ यस्तो ठाउँमा हुन्छ कि अब चाहिँ यहाँबाट चाहिँ खतरनाक डर छ मेरो डराएको माखुरी ओइ जा मुला ओ भाइ आमै त्यस्तो नगर न यार जान्दै अगाडि अगाडि। अनि अहिले चाहिँ हाम्रो राकेश दाइ है उहाँ चाहिँ नयाँ साइकलमा एकदम इन्जोय हानिरहनु भएको छ। अघि माथि त खासै बोलिनँ हौ म यहाँ दामी हुप 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 तेलियो महाकरी फ्लोमा जानुपर्छ यस्तोमा चाहिँ। पुगेन नि दाइ यहाँ उड्ने ठाउँ छ फुत्ते फुत्ते यहाँबाट सर्लक्क झर्ने ठाउँ छ शाल्पे झन्डैले अब चाहिँ सलुवाको पात झर्न थालेछ है नमिठा गरे त यस्तो चिलो हुन्छ फेरि यो
नाइस लेट्स गो बस्ने यता के यता यता